सन्देश र निशाको प्रेम कथा सुरु भएको थियो सामाजिक सञ्जालबाट। च्याट हुँदै फोन कल अनि भेटघाट। केही महिनामै उनीहरू एकअर्काको संसार भइसकेका थिए। सन्देश निशालाई आफ्नो जीवनसँग यिनीको रूपमा देख्थे। निशाका लागि सायद यो सब खेल मात्रै थियो। निशाले सन्देशलाई धेरै सपना देखाए। हामी सँगै जिउँछौँ, सँगै मर्छौँ। सन्देशले पनि आफ्नो हरेक खुसी, हरेक सपना निशासँग भन्न थाल्यो। तर एक दिन अचानक निशाले सन्देशलाई फोन गर्न छोडिन्, च्याट रिप्लाई गर्न छोडिन्। सन्देश अलमलमा परे। के भयो? के मबाट कुनै गल्ती भयो? धेरै दिनसम्म कुनै खबर थिएन। अन्ततः सन्देशले हिम्मत गरेर निशालाई भेट्न खोजे। एक साँझ उनलाई निशा क्याफेमा भेटिन्। तर उनी एक्लै थिएनन्। उनीसँग अर्को कुनै केटा थियो जसको हातमा निशाको हात थियो। सन्देशको मन भताभङ्ग भयो। उनी नजिकै पुगे तर निशाले आँखा जुताइनन्। बस एक चिसो मुस्कान दिइन् र भनिन्, सन्देश, म तिमीलाई मन पराउँथे तर माया गर्दैनथे। हाम्रो सम्बन्ध केवल समय काट्ने थियो, केही गम्भीर होइन। यो सुनेर सन्देश भित्रभित्रै टुक्रियो। उनी शब्दविहीन भए। आँखा रसाए तर केही भन्न सकेन। उनी शून्य नजरले निशालाई हेरे अनि बिस्तारै फर्किए। त्यस रात उनले आफ्नो फोनबाट निशासँग सबै फोटो, च्याटहरू सब मेट्यो। तर हृदयमा लेखेका ती सम्झनाहरू मेटाउन सक्दैनथे। केही मान्छे केवल समय बिताउन आउँछन् अनि हामी जस्तै कोही दिनको सपना बनिरहेका हुन्छन्। साँचो माया गर्नेहरू रोइरहन्छन् अनि धोका दिनेहरू अरूसँग हाँसिरहन्छन्।